मुखले एउटा कुरा भनेको छ, हृदयले अर्कै कुरा बुझिरहेको छ। कतिपय नयाँ वक्ताको हालत देख्नु भएको होला नि। बोलेर गएर सिटमा बसेपछि साइडको मित्रलाई भन्छ, ए मैले कस्तो बोले यार, ठिकै बोले हैन? एकछिन सोच्नुस्, कस्तो बोल्नुभयो तपाईलाई थाहा भएन, श्रोतालाई के थाहा भयो? तपाईले बोलेको कुराले तपाईलाई मजा आएन त श्रोतालाई मजा आयो? तपाईले सम्प्रेषण गर्दाखेरि तपाईको पुरा पोलिग्राफमा एक खालको हलचल आएन, पुरा शरीरै श्रिङ श्रिङ भएन त श्रोतालाई भयो? So whatever we speak with feeling. संवाद कला र व्यक्तित्वले समाज रूपान्तरणमा महत्त्वपूर्ण भूमिका खेल्ने कुरालाई मध्यनजर गर्दै हाम्रा प्रमुख प्रशिक्षक एचबी कटुवालज्यूले आफ्नो लामो अनुसन्धान, अनुभव, प्रयोग र परिणामको आधारमा एचबी के पब्लिक स्पिकिङ सिरिज क्रिएट गरी पब्लिक स्पिकिङ ट्रेनिङको माध्यमबाट व्यक्ति हुँदै परिवार र समाज रूपान्तरण गर्ने अभियानमा वर्षौंदेखि लागिरहनु भएको छ। विभिन्न पृष्ठभूमिका धेरै सहभागीहरूले आफ्नो व्यक्तिगत जीवन, पेशा, व्यवसायमा सकारात्मक परिवर्तन ल्याउन सफल हुनु भएको छ।